गाइज हामी चाहिँ अहिले चाहिँ रेनबो ट्राउटमा छौँ होइन। अनि खासमा सन्जु दाइ र म आएको अनि यो ठाउँमा छौँ। अनि हामी चाहिँ बाङ्गे फर्के गाउँको डकुमेन्ट्री भिडियो सुट गर्न आएको होइन। अनि यहाँ चाहिँ अब होलीको प्रोग्राम चलिरहेछ, बाङ्गे फर्के गाउँको होलीको होइन। अनि यता पिङसिङ खेलेर अरेर भइसक्यो। अनि हामी चाहिँ बिहान कति बजे 8:30 बजेतिर यहाँ आएको, तर सिचुएसनली भिडियो बनाउनु नमिलेर सो वेट गरिरहेको थिएँ टाइमलाई होइन। अनि यहाँ बनिरहेछ भिडियो, दाइले भिडियो खिच्दै हुनुहुन्छ। अनि ह्यान्डसट राम्रो हुन्छ अन्त गिम्बल चाहिँ मैले राखेको चाहिँ गाइज वी टु ह्याभ है, हामीसँग सो मेनी थिङ्सहरू छ होइन। अनि त्यही हो, हामी यहाँ छौँ। अब यहाँ एकछिन रमाइलो समाइलो हुन्छ के हुन्छ होइन, सबै चिज हामी तपाईँहरूलाई देखाउँछौँ होइन। अनि त्यही हो, आजको चाहिँ यतै हुन्छ। आजको दिन चाहिँ सायद कति बेलासम्म हुन्छ। अनि यहाँ सकिएपछि दाइ र म फेरि कता जानु सक्छौँ होइन। सो वाच टिल द एन्ड। अनि सब्सक्राइब नगरेकोहरूले चाहिँ सब्सक्राइब गरिराख्नु, किनकि कति बेला कसरी भिडियो आउँछ भन्ने कुरा इभन आई डोन्ट नो क्या। अब हुन्छ नि ड्याङ आउँछ क्या, तर भिडियो त हेर्नु पऱ्यो नि त होइन, माया त देखाउनु पऱ्यो नि त होइन। तपाईँहरूले माया नगरी कसले गर्छ मलाई माया होइन त। दाइ ह्याप्पी होली भइसक्यो है दाइ ह्याप्पी होली भइसक्यो सबैजना। उहाँ ह्याप्पी होली भन्ने मलाई यहाँ कलर कता कलर भइसक्यो। म ह्याप्पी होली भन्दा यो के अरे खासमा खिचिरहेको थिएँ म। अनि आएर जाम ह्याप्पी होली भनेर अनि मैले गिम्बल सिम्बल पनि प्याकअप हानिदिएँ गाइस, पुरै कलर भयो क्या। यसो अलि टाढा बस्ने कोसिसमा छु म, यहाँ मान्छे आउने बित्तिकै भाग्नुपर्छ भनेर होइन। सर्लकै यहाँ सब रमाइलो भाइबमा यस्तो कलर भएर सबैजना। र फागु पूर्णिमाको तपाईँहरूलाई पनि शुभकामना। भोलि तराई होलीको दिनमा यो भिडियो अपलोड हुन्छ। तपाईँहरूलाई पनि शुभकामना फागु पूर्णिमाको। यही हो रमाइलो होइन, सबैजना हाँसी खुसी जीवन बितिरहोस् सबैजनाको है त। ल ह्याप्पी होली ह्याप्पी होली। माछा पाकिसक्यो। कति राम्रो भएको ह्याप्पी होली म्यान, ह्याप्पी होली ह्याप्पी होली। एकपट्टि नभएछ कि तपाईँको, मिलाइदिन्छु ल। ह्याप्पी विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना। अहिले त टिकै मिलाएर क्युटी भएर हिँड्नु भयो त तपाईँ। अघि ह्याप्पी विजय दशमी भनेर बोल्यो र कि त्यसपछि बसेको मौन भयो त हो। खासमा म बेला मौनबाट त स्याडोजको सुन्छु अनि मस्लो भएर गाइज अब म फास्ट हुन्छ है गाइज। झ्याम्म है झ्याम्म। अब यहाँ हामी खाना खाने कार्यक्रम हुँदैछ यहाँ होइन, सर र ट्याक्क। ल दाइ खाइदिनु नि त एक लट। ल तपाईँले खाएको खिच्छु कि म टाउको छ यहाँ है। अनि त्यसपछि सब कुरा बुझ्ने,
तर माछा चाहिँ भाषण बुझ्ने होइन फेरि माछा हेर गाइज यो फोहोर डढाउँदा डढाउँदा यहाँनिर यो छाप्रो यसरी डढिसक्नु भनेको यहाँ कति फोहोर डढायो होला त्योहरू कति फोहोर गऱ्यो यहाँ गण्डकी रेनबो ट्राउट आएर भन त सफा गर है गाइज सफा गर रेनबो ट्राउटलाई यस्तो फोहोर बनाउने होइन यस्तो राम्रो ठाउँलाई है यस्तो राम्रो ठाउँ छ तर खासमा फेरि के पनि हो भने अर्को कुरा चाहिँ अर्को कुरा के पनि हो भने यो प्लास्टिक यस्तो चाहिँ डढाउनु हुने रेनबो ट्राउटलाई त्यो पनि हुँदैन है यो पनि डढाउनु हुँदैन यो खासै टिन फलाम पनि यसरी डढाउने होइन के त होइन र टिन फलाम पनि यसरी डढाउनु तर टिन फलाम डढाउनु हुन्छ कि नास त्यो त थाहा भएन प्लास्टिक चाहिँ डढाउनु हुन्न मलाई थाहा छ यो प्लास्टिक चाहिँ है तिमीहरूले पनि यो भिडियो हेर्नेहरूले पनि कसैले डढाउनु हुँदैन है गाइज है यो प्लास्टिक जन्ने फोहोरहरू चाहिँ के अरे नगरपालिकाको त्यो डस्टबिनमा फाल्नुपर्छ है प्लास्टिक चाहिँ पोल्नु हुँदैन बरु आफ्नो मैले चाहिँ के रिक्वेस्ट गर्छु भन्दाखेरि तपाईँको घरको फोहोर अलिकति फोहोर चाहिँ तपाईँको घरमै राख्नुभयो भने राम्रो हुन्छ होइन तपाईँले बाटोमा ल्याएर छोड्न थाल्नुभयो होइन अनि त्यो मैले पनि बाटोमा राख्ने उसले पनि बाटोमा राख्ने उसले पनि बाटोमा राख्ने गरेर फोहोर मात्रै थुप्रै क्या हामीले पर्यटन सहर भन्छौँ पोखरा अनि आउनु बित्तिकै त्यो गन्ध सुँग्ने भएन है गाइस त्यस्तो भएन है अब सफा गर्नुपर्छ है हाम्रो सहरलाई पोखरा हामीले नबनाए कसले बनाउँछ भन त तिमीहरू कसले बनाउँछ पोखरा हामीले नबनाए हामीले बनाउने हो पोखरालाई हामीले बनाउने दाइले हेरिरहनु है बच्चाहरूको फोटोहरू अनि तपाईँहरूको बच्चाहरू पनि यसरी नै राम्रो राम्रो फोटो बनाउनु मन छ भने चाहिँ ठ्याक्क प्राग्मा मोन्टेसोरी होम पोखरा 9 मास्तोला थरमा पठाउनु होला त्यही गढमा हाल्छु क्या किनभने फेरि अरूको सबैको चेन्ज हुन्छ नि त जस्तै कसैको बिमारी जान्छ कसैको एमआई जान्छ नि त्यस्तो त्यसको अरिजिनल गर्नु कि